धन सम्पत्ति घरमै सकेलाए रामकै नामले सन्तति आउँछ उनकै गोबरमा रातभरि बत्ती बालेर धर्म कर्म गरेको एकदम रमाइलो छ। जाडो पनि छैन, भोक पनि छैन, निद्रा पनि छैन। सबैलाई मनको कामना पुरा होस् सबैको। साथीहरु आज चाहिँ हामी देवघाट जान लागिरहेको छौं। आज चाहिँ साथीहरु देवघाटमा सदिउ छर्ने दिन रहेको छ। आजको दिनमा देवघाटमा विभिन्न ठाउँबाट मानिसहरू आएर बगरको साथसाथै मन्दिरमा बत्तीहरू बालेर घर भवन गरेर रमाइलो गर्नुहुन्छ र हामी पनि ठाउँ-ठाउँमा मानिसहरू बत्ती बालेर बस्नु भएको रहेछ र आजको दिन धेरै जसो मन्दिरहरूमा रमाइलो देख्न सकिन्छ। छिट्टै नै देवघाटको प्रवेशद्वारमा आइपुग्न लागिरहेको छौं साथीहरु। जे होस् मौसम चाहिँ निकै चिसो भइरहेको छ। चिसो भए तापनि देवघाटको रमाइलोले हामीलाई तानिरहेको छ वरवर। देख्न सक्नुहुन्छ पण्डितहरू यसरी रात्रिकालीनमा देवघाटतर्फ आज र भोलिको पूजा सफल गराउनको लागि लाग्दै हुनुहुन्छ। देवघाटमा आइसकेको छौं। यहाँ चाहिँ विभिन्न भक्तालुहरू विभिन्न ठाउँबाट आइसक्नु भएको छ। अब यहाँ चाहिँ ढिला नगरिकन साथीहरू भजन कीर्तनमा हामी पनि निस्किनको लागि छिटोभन्दा छिटो त्यहाँ जान्छौँ। किने ल साथीहरू देख्न सक्नुहुन्छ भक्तजनहरू कोही आउनेको क्रममा छ भने कोही चाहिँ सामान किनमेल गर्नेको क्रम भइरहेको छ। यता चाहिँ अब हामी चाहिँ मेन ठाउँमा जाँदैछौँ साथीहरू। अझै मेन ठाउँमा अझै रमाइलो हुन्छ र त्यो ठाउँ रमाइलो हेर्नको लागि भिडियो अझै अन्तिमसम्म हेरिसे होला।
चाहिँ भक्तालुहरूलाई निशुल्क चियाको सुविधा पनि रहेछ र पहिला हामी आउँदा सोही ठाउँमा बस्ने गर्दथ्यौँ। साथीहरू, जता हेऱ्यो उतै रमाइलो छ र म बोलेर यो दृश्यको मिठास कम गर्न चाहन्न। त्यसैले आउनुहोस् यो दृश्यको हामी सँगै रमाइलो गरौँ। देख्न सक्नुहुन्छ मानिसहरूको चाप कति छ भनेर र आजको दिन आफ्ना मानिसहरू बितेको तस्बिर लिएर बत्ती बाली पूजा गर्नुहुन्छ। मान्यता छ आजको दिन बितेका मानिसहरूलाई सम्झिएर बत्ती बाल्यो भने बितेका मानिसहरूलाई राम्रो हुने विश्वास रहेको छ। हामी पूजा गरेको हेर्दै बगरतर्फ लाग्यौं। बगरमा जाँदा अझै हामीहरूलाई रमाइलो लाग्यो। संपत्ति घर मैसा के लाए राम कई नाम ले संतति नाम उनके एकदम रमाइलो छ। जाडो पनि छैन, भोक पनि छैन, निद्रा पनि छैन। सबैलाई मनको कामना पुरा होस् सबैको। केही समय त्यहाँको रमाइलो हेरेर हामी अर्को ठाउँतर्फ लाग्यौं। कोही मानिसहरू नाच्दै हुनुहुन्थ्यो भने कोही मानिसहरू पूजा गर्दै हुनुहुन्थ्यो। यहाँ भने भक्तालुहरूले प्रसादी पकाउँदै रमाइलो गर्नुभएको रहेछ।
हामी देवघाटको विशेष सदिउ छर्ने दिनको अवलोकन गरी हाम्रो घरतर्फ लाग्न लाग्यौँ। रातिको लगभग 11:30 भइसकेको छ। हामी चाहिँ यहाँको रमाइलो पूजा गरेको दृश्यको अवलोकन गरेर अब चाहिँ हामी हाम्रो घरतर्फ लाग्न लागिरहेको छौँ र भाग्यले साथ दियो भने हामी अर्को साल फेरि पनि यहाँ पूजा गर्ने गरी आउनेछौँ।